Don 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 Savitri don Savitri don 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 Savitri don Savitri don Savitri don केटी हो आज त मासु र चिउराले टन्न अगायो होला नि हैन र खाना त खायो सावित्री डन पहिलेको जस्तो मासुको स्वाद छैन तर मलाई आज साह्रै नरमाइलो लागेछ मनमा सावित्री डनले कति दुःख गरेर हुन्छ मेरो ख्याल त म राखिहाल्छु नि तिमीहरूको को पिर लाग्छ मलाई त्यो टुपी र टुपीको ग्याङले तिमीलाई केही गरिहाल्छ कि भनेर यताउता दायाँ बायाँ हेरेर काम गर्नु नि त्यो टुपीको ग्याङ कुनै बेला नि आउन सक्छ है ल म हिँडेँ ल डन छिटै आउन है डन सावित्री डन त गइसक्नु हो हामी आफ्नै मन ज्ञानले जानेर काम गर्नुपर्ने बिचरा ओराइ जानु हुन्छ गर छिटो छिटो काम ल ल ल ल त्यो गएर दिदी भित्र गएर गरौँ म त यसो बस्तुको भर्खर सकेसरी पर्ला सावित्री डन यो अराको काम कति गर्नु उसले त अरै सिकाइरहनु पर्ने यी साथीहरू पनि त्यस्तै छन् मुया त्यस्तै कुनै बेला भइसक्यो छिटो आएर काम गर्नलाई ल ल जाउँ बाबा आमा हजुरहरूले मलाई सुनको टुक्रो भन्दा नि बढी गरेर राख्नु भएको थियो हजुरहरूको गर्वबाट जन्म लिएको मलाई धेरै गर्व थियो हजुरहरूले छोरी मेरो छोरा छैनन् तिमीहरू 4 वटा छोरीहरू हो मेरो काजक्रिया राम्रोसँगले गरिदिनु है नानी म बितेपछि भन्नुभएको थियो तर मैले हजुरहरूलाई मेरै हातले पानी खुवाएर हजुरहरूको परान गयो तर हजुरहरूले भने जस्तै गरेर मैले हजुरहरूको काजक्रिया नि गरिदिएँ म हजुरहरूको
साथै रिसाउन हजुरहरूकै गर्भबाट जन्म लिन पाऊँ भनेर भगवान्सँग प्रार्थना गरिराखेको छु। तर भगवान्ले सुन्छन् सुन्दैनन् त्यो कुरा मलाई केही थाहा छैन। हजुरहरूले भनेको जस्तै गरेर हजुरहरूको काज किरियानी गरेँ, तर हजुरहरूको पलान गएर हजुरहरूलाई आर्थे घाटो पुर्याएर सेलाएर आएपछि हजुरहरूको काम सिद्ध्याएपछि मलाई त्यो ठाउँमा बस्नु मन लागेन। अहिले म यो गाउँमा आएको छु। आज मेरो साथीहरूले मलाई धेरै अघि पछि लागेर साथ दिए। हजुरहरूकै आशीर्वादले होला उनीहरूको आत्माले मासु खान खोज्यो। हजुरको अन्तिम अवस्थाको चिनो तिलहरी बेचेर मैले उनीहरूलाई मासु खुवाएँ। मैले गल्ती गरेँ कि पाप गरेँ? मैले गल्ती गरेको भए योभन्दा बढी सजाय दिनु होला। मैले राम्रो काम गरे भए मलाई आशीर्वाद दिनु होला। उही अभागी तपाईँको दुखी छोरी। बिचरा सावित्री डरको त यस्तो कहानी पो रहेछ। हाम्रो सावित्री डनले बिचरा हाम्रो लागि भनेर कति खोजी मेली गरेर दुःख गरेर भने हाम्रो लागि पेट पाल्न कति दुःख गर्नुहुन्छ है। दुःख पाटोहरूलाई नि सारा बनिदिनु भएको छ। दुःख मात्रै कति दिनुहुन्छ भगवान्। हाम्रो सावित्री डनलाई पनि सुख दिनु न, सुखको दिन पनि छिटै दिनु न भगवान्। रोएर बसेर झुक्राएर बसेर के गर्नु? त्यसो गर्नु भएन नि त। मैले आज त्यसलाई सिध्याइदिन्थेँ। तिमीहरूले मलाई किन तानेर ल्यायो यहाँ? सुन्नुहोस् न टुपी दादा, त्यसले के गरी ल्याई कसो गरी ल्याई दसैँमा खान लागेको भाग पनि हामीले खान दिएनौँ। ज्यानमारा कैदीले त राम्रोसँग खान पाउँछ खाने बेलामा, अनि तपाईँ किन जङ्गिनु भएको टुपी दादा? टुपी दादा, तपाईँले 100/5 दरले ब्याज ठोकेर मान्छेसँग ल्याएर दिनदिनै भाले काटेर मासु खानुहुन्छ, त्यो चाहिँ बिर्सनु भयो तपाईँले। ओए बाटे, भाले काटेर तै अगाडि बढ्ती छैन र? भालेको टाउको घिच्न त घिचा थिइस् न, मासु पनि घिच्या थिइस्।
अहिले आएर त्यही भालेको मासु खाएर मात लाग्यो तँलाई? मलाई मुखमुखै लाग्छस्? हामी पकाउँदा पकाउँदै आयो भने मात्र 2-4 पिस यसो चाख्न पाउने त हो नि, नत्र बिरालोले गु लुगाए जस्तो लुगाएर एक्लै खानी तपाईँ नै हो क्या रे? कहिले थाहा पाइछु ओए तैँले चाहिँ त्यसो गरेको? मलाई प्रदीपले भनेको नि, होइन त प्रदीप तिम्रो आँखाले देखेको? हो नि त रमेश, यो गुरुङको छोराले आँखाले देखेको र कानले सुनेको कुरा बोल्छ, नहुने कुरा कहिले बोल्दैन, होइन त? हो हो। ओए गुरुङ भाते, तैँले चाहिँ कहिले देखिस्? अस्ति यिनीहरू बाहिर कहाँ गएका थिए, म यसो पानी तिर्खा लाएर भित्र छिराए बेलामा तपाईँ यत्रो मासुको चौटा घाँटीमा अड्केर बिहोस भएर बसिराख्नु भएको थियो। मैले घुच्चोकोमा हानेर यत्रो मासुको चौटा बाहिर निकालेको बिर्सिनुभयो तपाईँले? अझ बाङको छोरा भएर कहिले देख्यौ भन्नुहुन्छ तपाईँ? तिमीहरू चाहिँ हाँस्दै गर, मेरो चाहिँ अलिकति काम छ, म लाग्यो है त। ल ल देख्नुभयो त तपाईँहरूले, म झुटो बोलेको रहेछु त? त्यसै भनेको होइन रहेछ नि, यो बाहुनको जात लोभी हुन्छ भनेर एक्लै लुकी लुकी खाँदो रहेछ त्यसरी, अनि पो साँढे गोरु जस्तो कराउँदो रहेछ यो टुपी दादा त। त्यो सावित्री जन भनाउँदीले त्यसरी खानु पाएको भए हाम्रो के हालत हुन्थ्यो? मैले त अहिले नै सपना देख्न थालेँ बाबा। हेर केटा हो, त्यो प्रदीपले र तिमीहरूले त भर्खर भर्खर थाहा पाएको, मैले त पहिल्यै थाहा पाएको थिएँ। तिमीहरूलाई के थाहा थियो र? ए लामा, जुन बुढो उही बाटो हगुवा भने जस्तो कुरा गर्छौ, यी मुला अलारे बलारेलाई सम्झाउने ठाउँमा तिमी आफै मलाई अम्लो ठडाउँछौ। झन् मिठो मासु पकाएर मिठो खान्छन् भन्दा एउटा टुक्रो चाख्या मात्रै थिए, घाँटीमा अड्की त हाल्यो। त्यति कुरालाई तिमीले महाभारत पुऱ्याउनु पर्छ? रमेश, हामी त टुप्पी दादाको अघि पछि लाग्नु मात्रै हो, बल्ल चिन्दै आयो है तिमीले? नकरा बज्या, मैले त्यो सावित्री धन बनाउनेलाई हिजै सिधाइसकेका थिएँ। तिमीहरूले तानेर ल्याएर मात्रै हो। अब त्यो बिजुली चम्के जस्तो फुतुक्क काम पुगिसके, जाउँ त्यसलाई खोज्नलाई। टुप्पी दादा, म तपाईँलाई एउटा कुरा भन्छु। के कुरा होला भन्? यता आउन भनेर लागेका थिएँ, सावित्री डनलाई बाटोमा देखेर किन यहाँ बसेको रहेछ भनेर हेरेको। उसको आमाले अन्तिम चिनो दिएको तिलहरी बेचेर त्यसको साथीहरूलाई मासु किनेर खुवाएको रहेछ। म त त्यो सावित्री डन रोएको देखेर सहनै सकेन, मेरो पनि आँसु झऱ्यो। त्यस्तो मान्छेलाई पनि कति सताउनुहुन्छ तपाईँ? तर टुपी दादा, हाम्रो अगाडि पो दुःख नदेखाउँदै रहेछ त त्यो सावित्री डनले, तर मनमा त पीडै पीडा रहेछ। मलाई त लास्टै नरमाइलो लाग्यो बिचरा। हो नि त लिम्बू, साथमा पैसा भएर ऋण नतिरेको त होइन नि, भएको भए त टुप्पी दादाको मुखमा लिएर फ्यालिदिन्थ्यो नि बिचारीले। हिँडे बच्यो, भाषण मात्र छाडिराख्छन्। त्यो सावित्री डन भनाउँदै फ्याउरी कहाँ चाहिँ कोन जमिन? सावित्री डनले त आमाको अन्तिम चिनो तिलहरी बेचेर चाहिँ हामीलाई मासु खानिदिनु भएको रहेछ नि। जब हामीले खायौँ त्यो मासु सावित्री अब म कहिले मासु खान भन्दिनँ। कहाँ जानुभयो तपाईँ? आउनु न, हामीले तपाईँको हातमा रुवाएर मासु खाएछौँ, अब कहिले पनि मासु खान्छु भन्दिनँ। छिटै सावित्री आउनु न, आउनु न। सावित्री डन आमाको
तिन चिनो बेचेर हामीलाई किन मासु खुवाउनु भएको? तपाईँ कहाँ हुनुहुन्छ? छिटै आउनु न। छिटो आउनु न, हामीलाई तिलहरी बेचेर किन मासु ल्याएको? हामी खान्न साबित्रीधन। बहिनी के गर्दै हो? नमस्ते बहिनी। अनि बाख्रा पाठा कतिको सप्रेको छ? राम्रै छ, अहिले यतिको भएको छ। अस्ति त एउटा पाठा बेचिदिए 5,000मा, अस्ति यतिकै राम्रो भइरहेछ। हो, साह्रै खुसी लाग्यो। ल अहिले म हतार भएको छ, जान्छु है। हस्, आउँदै गर्नुहोस् है। ल नानी, ल। हामीलाई लाग्छ शादी गर्न भगवान् हामीलाई नै आउनु भएको रहेछ। बेटा आज कहाँ भयो नि खोजेर भेटाउनु पर्छ। ओए भ्याउरी, गाउँभरि डुलेर कसलाई ठगेर आइस त? जस्तो गरिब दुखीको खुन पसिना चुस्ने यो सावित्री डन परिन, बुझिस्?